गाउँले आवाज, गाउँको सोच र गाउँले समाधान, यही नै हो ग्रामीण संवाद। नमस्कार। राज्य ग्रामीण विकास संस्थान एवं पञ्चायती राजको तत्त्वावधानमा ग्रामीण संवाद पोडकास्ट श्रृङ्खलामा आज हामीले यस्तो व्यक्तित्वलाई निम्त्याएका छौँ। उहाँ हुनुहुन्छ पश्चिम सिक्किम सोरेङ जिल्ला नयाँबजार निवासी श्री सञ्जय कुमार गुप्ता। उहाँ एक एफएमसिजी बिजनेसम्यान हुनुहुन्छ। आज हामी उहाँसँग उहाँको व्यवसायप्रतिको प्र्याक्टिकल नलेज साथै उहाँको मुखरबिन्दबाट धेरै राम्रा राम्रा बिजनेसप्रतिको ज्ञानका कुराहरू सेयर गर्नेछौँ र तपाईँलाई यो अनुरोध गर्न चाहन्छौँ कि यो पोडकास्ट श्रृङ्खलालाई तपाईँले सुरुदेखि अन्तसम्म हेरिदिने विनम्र अनुरोध पनि गर्न चाहन्छौँ। नमस्कार। आज मलाई यहाँ बोलाइदिएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद र म आज अचम्म पनि लाग्यो मलाई आज यसरी याद गरेर यहाँ बोलाइदिनु भएकोमा र मेरो आफ्नो केही एक्सपिरियन्सहरू पनि म यहाँ अलिकति सेयर गर्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद है। तपाईँ आज हाम्रो निमन्त्रणालाई स्वीकारेर तपाईँ यहाँ आइदिनु भयो है, त्यसमा तपाईँलाई मुरी धन्यवाद। र तपाईँको बाल्यकालदेखिको अहिलेसम्मको है तपाईँको अलिकति जर्नी विषय तपाईँले बताइदिनुहोस् न। मेरो नाम सञ्जय कुमार गुप्ता। म मेरो प्राइमेरी एजुकेसन मैले नयाँबजार प्राइमेरी स्कुलबाट क्लास 5 पास गर्नेको बादमा मैले जोरथाङ सेकेन्ड्री स्कुल क्लास 6मा एडमिसन गरेँ। त्यसपश्चात मैले जोरथाङ सेकेन्ड्री स्कुल क्लास 10 पास गर्नुको बादमा मैले नाम्ची सिनियर सेकेन्ड्री क्लास 11मा प्युर साइन्समा मैले एडमिसन लिएँ। नाम्ची प्युर साइन्समा मैले एडमिसन लिनुको बादमा मैले क्लास तपाईँको मोटामोटी 1 महिना जस्तो एटेन्ड गरेँ। 1 महिना प्युर साइन्समा मैले क्लास एटेन्ड गरेको बादमा मलाई यस्तो लाग्यो कि म साइन्सको स्टुडेन्ट होइन, म कमर्सको स्टुडेन्ट हो। एक्चुअलमा मैले एडमिसन अलिकति गलत स्ट्रिम चुज गरेँ जस्तै लाग्यो। र त्यति बेला हाम्रो प्रिन्सिपल सर टिभी राई सर हुनुहुन्थ्यो। मैले उहाँको अफिसमा गएर उहाँलाई भेटेर मैले रिक्वेस्ट गरेँ कि सर म प्युर साइन्सदेखि म कमर्समा स्विच गर्छु भनेर। र उहाँले मेरो रिक्वेस्ट फर्स्टै रिक्वेस्टमै उहाँले मेरो रिक्वेस्टलाई मानिदिनु भयो र उहाँले मलाई पर्मिसन पनि दिनुभयो कि तपाईँले कमर्समा एडमिसन लिँदा हुन्छ भनेर। र त्यहाँदेखि मैले क्लास 11 र 12 नाम्ची सिनियर सेकेन्ड्री स्कुलबाट कमर्सबाट मैले पास गरेँ। र नाम्ची स्कुल 11-12 कमर्समा अध्ययन गरिसक्यो भने मलाई धेरै कुराको मैले एउटा बिजनेसमा ज्ञान पाएँ र मैले यस्तो फिल भयो कि मैले एउटा सिनियर सेकेन्डरी नाम्ची सिनियर सेकेन्ड्री स्कुल एउटा सही स्कुलको मैले चयन गरेछु जस्तो पनि लाग्यो मलाई। त्यसपश्चात म क्लास 12 पास गर्नुको बादमा म गान्तोक तादुङ कलेज गान्तोकमा एडमिसन गरेँ र तादुङ कलेजबाट मैले आफ्नो बिकम डिग्री ग्रेजुएसन कम्प्लिट गरेको बादमा मलाई एमकम गर्ने धेरै इच्छा थियो र पारिवारिक समस्याले गर्दा म अगाडिको पढाइ गर्नु सकिनँ र म घरमा आएर हप्ता 10 दिन बसेको बादमा मलाई यस्तो लाग्यो कि मतलब होइन बसेर त हुँदैन, केही न केही गर्नुपर्छ। र मैले 1-2 महिना ट्युसन पनि पढाएँ। ट्युसन पढाउँदाखेरि मलाई यस्तो अनुभव भयो कि मेरो अलरेडी पुस्तैनी मेरो विरासतमा पाएको एउटा एफएमसिजी बिजनेस त छँदैछ, जसमा G2C को सेल हुँदै थियो र यो बिजनेस बहुत पुरानो बिजनेस थियो। 1931 सालदेखि चल्दै आएको बिजनेस थियो। र मैले सोचेँ कि यो बिजनेसलाई अब म B2Cदेखि B2Bमा कन्भर्ट गर्ने मेरो भित्रबाट एउटा इच्छा पैदा भयो र मैले त्यहाँदेखि चाहिँ B2B बिजनेस सुरु गरेँ। सुरु गर्नुभयो हजुर। भनेदेखिलाई तपाईँले त्यो B2Cलाई चाहिँ B2Bमा तपाईँले चाहिँ कन्भर्ट गर्ने चाहिँ तपाईँले सोच बनाउनु भयो। हजुर। किनभनेदेखिलाई हामीले B2B र B2C त हामीले भन्दैछौँ है, तर यो बिजनेस टु बिजनेस भन्नाले चाहिँ के बुझिन्छ र बिजनेस टु कस्टमर भन्नाले के बुझिन्छ, यो दर्शक महानुभावको लागि अलिकति बुझाइदिनुहोस् न। हजुर, यो B2B भन्नाले तपाईँको चाहिँ एउटा बिजनेसम्यानले अर्को बिजनेसम्यानलाई चाहिँ को यहाँ ट्रान्जेक्सन हुँदैछ, सेल्स हुँदैछ र एउटा बिजनेसम्यानले अर्को बिजनेसम्यानलाई चाहिँ सेल गर्दैछ र फर्दर त्यो बिजनेसम्यानले चाहिँ कन्ज्युमरलाई सेल गर्छ।
र तपाईँको B2C भन्नाले चाहिँ डाइरेक्ट एउटा बिजनेसम्यानले चाहिँ एउटा कन्ज्युमरलाई सेल गरेको जो चाहिँ कन्जम्सन पर्पजको लागि पर्चेज हुन्छ B2C-मा चाहिँ B2C-मा चाहिँ हजुर। त्यो तपाईँले कसरी अपग्रेड गर्नुभयो? अब यसलाई मतलब तपाईँको B2C-लाई B2B-मा कन्भर्ट गर्नु लागि चाहिँ बल्क पर्चेज चाहियो, बल्क सेल पनि चाहियो। अब यो एउटा ठुलो च्यालेन्जेस हुन्छ बिजनेसमा। बल्क पर्चेज गर्नु पनि एउटा च्यालेन्जै हो र सेल क्रिएट गर्नु पनि एउटा च्यालेन्जै हो। र त्यति बेला अलिकति फाइनेन्सियल समस्या पनि थियो हाम्रोमा। B2C-को सेलको हिसाबले त्यति फन्ड पनि थिएन र मैले बाबालाई रिक्वेस्ट गरेँ कि मतलब म अब B2B-मा बिजनेसलाई कन्भर्ट गर्छु र मैले बाबालाई रिक्वेस्ट गर्दा फन्डको रिक्वायरमेन्ट उहाँले खोजखाज पारेर आफ्नो हिसाबले एउटा सेभिङ राखेको हिसाबले सबै खोजखाज पारेर मलाई 30,000 उहाँले दिनुभयो बाबाले। हजुर त्यो 30,000ले मैले बिजनेस स्टार्ट गरेँ। त्यो चाहिँ तपाईँले कति दिनभित्र चाहिँ तपाईँले त्यो सेल गरिसक्नुभयो? यो चाहिँ मैले एक्चुअलमा तपाईँको यो 30,000 को पर्चेजले त्यो समयमा चाहिँ 20-25 दिनमा चाहिँ यतिसम्म चाहिँ सेल हुन्छ भनेर मैले सोचेको थिएँ। तर एउटा हाम्रो अलरेडी मतलब सेटअप बिजनेस भएकोले गर्दाखेरि चाहिँ त्यो सामान चाहिँ मेरो हप्ता 10 दिनभित्रमै बिकिहाल्यो। बिकिहाल्दाखेरि चाहिँ मलाई अझै सामानको रिक्वायरमेन्ट भयो र अझै बल्क पर्चेजको रिक्वायरमेन्ट भयो। हो त्यो बल्क पर्चेज गर्नु लागि चाहिँ मेरोमा मोटामोटी 80-90 हजारको रिक्वायरमेन्ट थियो फन्डको। त्यो चाहिँ हाम्रोमा एभाइलेबल थिएन। त्यसको लागि चाहिँ मेरो एकजना नयाँ बजारमा रघुवंशी प्रसाद गुप्ता भन्ने एकजना व्यापारी नै हुनुहुन्छ। उहाँलाई आज म यस स्टुडियोबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँको सहायताले गर्दाखेरि आज म यहाँसम्म पुगेको हो। हजुर। यसमा कुनै दुई राय छैन। र उहाँले चाहिँ एउटा भन्नाले एउटा हाम्रो बाबाले चाहिँ 70 साल पुरानो एउटा बिजनेस थियो र त्यो 70 सालमा बनिएको एउटा गुडविलले चाहिँ एउटा मार्केटमा यस्तो थियो कि मतलब हामी एउटा यस्तो बिजनेसम्यान हो जसले चाहिँ कसैको पनि 1 रुपियाँ पनि बाँकी रोकेको छैन। निट एन्ड क्लिन र एउटा ट्रान्सपरेन्ट बिजनेस गर्ने व्यापारी भएकोले गर्दा उहाँले सिलगढीमा ग्यारेन्टर बसिदिनु भयो कि एउटा यो व्यापारी चाहिँ एउटा मतलब निट एन्ड क्लिन ब्याकग्राउन्ड भएको मान्छे हो, उहाँलाई जति माल दिँदा पनि हुन्छ तपाईँले, उहाँ ग्यारेन्टर बसिदिनु भयो र मैले सिलगढीबाट चाहिँ बाँकी पाउन थालेँ। त्यहाँदेखि चाहिँ तपाईँको दोस्रोचोटि चाहिँ तपाईँले क्रेडिटमा ल्याउनु भयो। हजुर क्रेडिटमा चाहिँ कति लागतमा चाहिँ तपाईँले ल्याउनु भयो? सेकेन्ड टाइममा उहाँले ग्यारेन्टर बसिदिनु भयो। त्यति बेला चाहिँ हाम्रो मतलब 80,000 जस्तोको चाहिँ सामान चाहिँ सिलगढीबाट चाहिँ आयो ल्याउनु भयो हजुर सेकेन्ड टाइम चाहिँ। त्यसलाई तपाईँले कति दिनमा सेल गरिसक्नु भयो? त्यो 80,000 माल आएको चाहिँ तपाईँको 15-20 दिनमा फेरि त्यो पनि सेल भयो। त्यति बेलासम्म चाहिँ हल्का रोटेसन चाहिँ भइसकेको थियो। त्यो अन्तरालमा जो सेल थियो हामीहरूले त्यो सेलको एमाउन्टलाई चाहिँ हामीहरूले हाम्रो जो पार्टीले जो कन्साइनर हाम्रो थियो उहाँलाई हामीले तुरन्त लगेर पेमेन्ट गरिदिइहाल्थ्यो र पेमेन्ट गर्नुको बादमा उहाँले पनि फेरि माल दिनु थालिहाल्नु भयो। त्यस्तै प्रकारले तपाईँको रोटेसन चलिबस्यो। 4-5 वर्ष चल्दाखेरि चाहिँ हामीहरूले एकदम मतलब समयमा हाम्रोमा क्यास कलेक्सन हुने बित्तिकै हामीहरूले पेमेन्ट गरिहाल्थ्यो। पेमेन्ट गरिहाल्दाखेरि चाहिँ त्यसरी 5-6 सालको भित्रमा हामीहरूले हाम्रो जसले हामीलाई सामान पठाउँथ्यो जो हाम्रो कन्साइनरहरू हुनुहुन्थ्यो उहाँहरूको हामीले मन जितिहाल्यो। ट्रस्ट एउटा हामीले बिल्डअप गरिहाल्यो र त्यो ट्रस्ट बिल्डअप गर्दाखेरि चाहिँ हामीहरूले त्यहाँबाट चाहिँ अब जति हामीहरूलाई सामानको रिक्वायरमेन्ट थियो त्यो उहाँहरूले सप्लाई गरिहाल्नुहुन्थ्यो। त्यहाँबाट चाहिँ तपाईँहरूलाई त्यो अहिलेसम्म चाहिँ त्यस्तो समस्या छैन भनौँ। अहिलेसम्म चाहिँ समस्या छैन। हामीहरूले कसैको पेमेन्ट पनि रोकेनौँ त्यहाँदेखि। अहिले त यो स्थिति भयो कि अहिले हामीहरूले जति अनलिमिटेड बाँकी पनि पाइहाल्छौँ उताबाट। त्यस्तो केही समस्या छैन र हामीले टाइमली पेमेन्ट पनि गरिहाल्छौँ। तपाईँले सिलगढीबाट कुनै पनि कन्साइनमेन्ट ल्याउनु हुँदैछ, त्यसमा चाहिँ तपाईँको कुन प्रोडक्टहरू चाहिँ तपाईँले ल्याउनु हुँदैछ? हाम्रो एफएमसिजीको बिजनेस हो। यसमा प्राय तपाईँको चावल, दाल, तेल, आटा, मैदा यही सब आइटम आउँछ। तपाईँको यो होलसेलको बिजनेस भनौँ या B2B बिजनेस चाहिँ तपाईँले एरिया अफ अपरेसन चाहिँ तपाईँले कहाँ चाहिँ गर्नुहुन्छ? एरिया अफ अपरेसन भन्नाले तपाईँको हाम्रो यता बुदाङ, मङ्सारी, थर्पुदेखि लिएर दरामदिनसम्म छ र यतापट्टि जानुभयो भने तपाईँको सिकिप, रेसी र माथि हाथीढुङ्गा
सम्म पनि कस्टमर छ हाम्रो र यता जुमको पनि जुम, च्याकुङ, चुम्बुङको पनि कस्टमर छ हाम्रोमा। यति एरियामा हाम्रो बिजनेस हुन्छ। हामी तपाईँले देख्छौँ कि तपाईँहरू एउटा जोइन्ट फ्यामिली भएर तपाईँले आफ्नो बिजनेस व्यवसाय चलाइरहनु भएको छ है। यसमा तपाईँको कुनै प्रकारको चुनौती तपाईँको एउटा जुन फ्यामिलीभित्र कुनै समस्या त खडा भएको छ छैन है? यसमा चुनौती भन्नाले एउटा यो मैले अघि नै तपाईँलाई भने यो हाम्रो एउटा एफएमसिजी ट्रेडिङ बिजनेस हो। यसमा मेन पावरको काम छ। एक्लैले हुने बिजनेस होइन यो। किनभने रासनको कामै मतलब एउटा हार्ड वर्किङ बिजनेस हो यो। त्यसले गर्दाखेरि हामी सबै परिवार लागि परेरै यो बिजनेस गर्छौँ। त्यसकारण हामी 3 जना दाजुभाइ र दाजुको छोरा पनि हुनुहुन्छ 1 जना। हामी 4 जनै लागि परेर र हाम्रो आमा पनि यसमा आज उहाँको एज 80 इयर्स भयो। तर पनि उहाँले पनि आज जति सक्नुहुन्छ त्यति सघाउनुहुन्छ। हामी सबै मिलेर लागि परेर नै यो बिजनेस गर्छौँ। त्यसमा तपाईँले कस्तो प्रकारले विभाजन गर्नुभएको छ कामको? अब यसमा विभाजन भन्नाले तपाईँको वर्क डिस्ट्रिब्युसन? वर्क डिस्ट्रिब्युसनमा चाहिँ मैले सबैलाई हामीले वर्क डिस्ट्रिब्युट गरेको छ। यसमा मेरो भाइले सेल्स हेर्छ र मेरो दाजुको छोरा पनि 2 जनाले सेल्सै हेर्छ र म चाहिँ पर्चेज हेर्छु र दाजुले चाहिँ अलराउन्डर सबै काम हेर्नुहुन्छ। घरको, बाहिरको, भित्रको सबै काम उहाँले हेर्नुहुन्छ। तपाईँको दोकानमा है धेरै राम्रो सर्भिसहरू तपाईँले दिनुभएको देखेको छौँ है। यस विषयमा अलिकति तपाईँले बताइदिनुहोस् न। हजुर, यो एउटा राम्रो सर्भिस दिनुको लागि चाहिँ तपाईँको मैले भनिहालेँ यो जोइन्ट फ्यामिलीको जरुरत छ यसमा, मेन पावरको जरुरत छ र जोइन्ट फ्यामिली र एउटा हाम्रोमा मेन पावर भएकोले गर्दाखेरि चाहिँ हामीले कस्टमरले चाहेको 2टा इम्पोर्टेन्ट चिज हो। एउटा क्वालिटी प्रोडक्ट र एउटा रिजनेबल रेट। यो 2टा चिज चाहिँ हामीहरूले हाम्रो कस्टमरलाई चाहिँ 100% एस्युरेन्स दिन्छ कि मतलब हाम्रो प्रोडक्ट एकदम जेन्युन हुन्छ, क्वालिटी हुन्छ र रेट एउटा रिजनेबल हुन्छ र यो कुराले हामीहरूले आफ्नो कस्टमरको मन जितेका छौँ। तपाईँले रिजनेबल रेट र क्वालिटी प्रोडक्टको कुरा गर्नुहुँदैछ है। तपाईँले चाहिँ उपभोक्तालाई चाहिँ यो रेट र यो रेटमा चाहिँ तपाईँले कसरी चाहिँ उपभोक्तालाई दिनुहुँदैछ? अब क्वालिटी प्रोडक्ट र रिजनेबल रेट भन्नाले तपाईँको अब हेर्नुहोस् क्वालिटीमा फर्स्ट 1 नम्बरमा क्वालिटीमा जाउँ। क्वालिटीमा चाहिँ के हुन्छ भन्दाखेरि आज तपाईँले एउटै आइटम किन्नु जानुभयो भने त्यसको मल्टी ब्रान्ड्स छ। तपाईँले तेलै लिनु जानुभयो भने मस्टर्ड ओइलै लिनु जानुभयो भने मल्टी ब्रान्ड्स छ। तर हामीहरूले के गर्छ कि मतलब क्वालिटीमा पर्चेसिङ गर्दाखेरि नै क्वालिटी मतलब टप ब्रान्डकै पर्चेस गर्छ हामीहरूले। त्यसले टप ब्रान्डको पर्चेस गर्दाखेरि त्यसरी नै क्वालिटी मेन्टेन भइहाल्यो। र दोस्रो कुरा तपाईँले रिजनेबल रेटको कुरा गर्नुभयो। रिजनेबल रेट चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको यो चाहिँ पर्चेसमा डिपेन्ड गर्छ। आजको दिनमा तपाईँको मतलब अप्स एन्ड डाउन्स धेरै हुन्छ रेट्समा। मार्केटमा धेरै फ्लक्चुएसन छ रेट्सको र सही समयमा पर्चेजिङ गर्नु सक्नु पर्यो र आफ्नो सेल फिगर हेरेर आफ्नो सेल फिगरको अनुसारले कुन चिजको रेट अप्स हुँदैछ, कुन चाहिँ डाउन हुँदैछ त्यसलाई यो एउटा एक्सपिरियन्समा हाम्रो अहिले 20-25 सालको एक्सपिरियन्स छ। त्यसले गर्दाखेरि हामी यो अप्स एन्ड डाउन्स हुने बेलामा चाहिँ हामीहरूलाई अलिकति भए पनि आइडिया भइहाल्छ कि मतलब यो चिजको रेट चाहिँ अलिकति अप्स हुने चान्सेस छ र त्यति बेला चाहिँ हामी अलिकति बल्कमा पर्चेस गरेर राख्छ जसमा कि हाम्रो सेल्स टिमले चाहिँ अलिकति रिजनेबल रेटमा बेच्नु सकिहाल्छ। राइट टाइममा है पर्चेस भन्नुहुँदैछ तपाईँले। यस विषयमा अलिकति विस्तार रूपमा बताइदिनुहोस् न। राइट टाइममा पर्चेस भन्नाले जस्तै तपाईँको अब गहुँ नयाँ निस्किने समयमा रेट्स अलिक डाउन हुन्छ। जस्तै अहिले गहुँ नयाँ निस्केको छ त्यति बेला रेट्स अलिक कम्ती हुन्छ। अब यही तपाईँको जस्तै तपाईँको यो लास्ट आवरमा लास्ट टाइम जस्तै नयाँ निस्किनुभन्दा अगाडि गहुँ नयाँ निस्किनुभन्दा अगाडि गहुँको रेट हाई हुन्छ। हाई भएको बेलामा आटा मैदा पनि रेट गहुँको रेट हाई छ भने आटा मैदा पनि हाई हुन्छ। त्यसले गर्दा नयाँ फसल आउने बेलामा चाहिँ हामीले बल्क पर्चेस गर्नु हुँदैन किनभने नयाँ आइहाल्यो भने रेट घट्छ। यो सब कुराहरूलाई अध्ययन गरेर नै हामीले पर्चेस गर्छ। यो सही समयमा सही चिज चाहिँ हामीले किन्यो भने मात्रै अगाडि गएर हामीले सही दाममा बेच्न सकिन्छ। तपाईँसँग धेरै चर्चा परिचर्चा भइसक्यो है। तपाईँको चाइल्डहुड डेजदेखि लिएको है तपाईँको आएर यता तपाईँले B2Cलाई
B2B मा तपाईँले कन्भर्ट पनि गर्नुभयो है। त्यस पश्चात तपाईँले एउटा त्यो फ्यामिली मिलेर है तपाईँले बिजनेस चलाउनु भयो। त्यो पनि तपाईँले दर्शक सामु राखिसक्नु भएको छ है। त्यस पश्चात तपाईँले क्वालिटी प्रोडक्ट सम्बन्धी है अनि एउटा रिजनेबल रेटमा तपाईँले सामान दिनुहुन्छ भनेर है, यी कुराहरू तपाईँसँग चर्चा परिचर्चा है भइसक्यो है। र तपाईँ अहिले आएर तपाईँको यी कुराहरूलाई लिएर तपाईँ कतिको सेटिस्फाई हुनुहुन्छ? अब यसमा भन्नाले तपाईँको हामी आफ्नो व्यापारसँग खुसी नै छौँ, किनभने हामी आफ्नो व्यापारलाई फुल टाइम दिएर गर्दैछौँ। किनभने आजको दिनमा यो एफएमसिजी ट्रेडिङ बिजनेस एउटा मैले अघि नै भने तपाईँलाई हार्ड वर्किङ बिजनेस हो र यसमा यो पार्ट टाइम पाराले हामीले काम गर्दैनौँ। हामी सबै परिवारले फुल टाइम दिन्छौँ। आफ्नो इच्छाहरू पनि मार्नुपर्छ यसमा कतिवटा। कोही समय अब एउटा समाजमा बस्यो भने थुप्रै कुरामा आफ्नो कन्ट्रिब्युसन हुनु पर्यो। त्यसले गर्दाखेरि हामी यो बिजनेसलाई फुल टाइम दिएर काम गर्छौँ र जोइन्ट फ्यामिलीमा काम गरेकोले गर्दाखेरि चाहिँ हामी कसैको दुःख सुखको कार्यमा पनि हाम्रो एटेन्डेन्स को सम्भव हुनसक्छ। किनभने एक्लै हो भने त यो बिजनेस गर्नु धेरै साह्रो छ। किनभने काहीँ कसैको दुःख या सुखको कार्यमा जानु लागि दोकान बन्द गरेर जानु पर्यो, त्यो पोसिबल हुँदैन। त्यसले गर्दाखेरि आज जोइन्ट फ्यामिलीमा यो बिजनेस गरेकोमा हामी मतलब खुसी नै छौँ। तपाईँले अहिलेसम्म कस्ता कस्ता चुनौतीहरू तपाईँले फेस गर्नुभयो? चुनौती भन्नाले हामीले मतलब इनिसियल स्टेजमा मतलब धेरै स्ट्रगल गऱ्यौँ। किनभने फन्डको क्राइसिस, आफ्नो बस्ने घर पनि अलिकति दुःखमै थियो र एउटा हिन्दीमा एउटा कहावत छ कि मतलब एक दिन में नहीं होता है लेकिन एक दिन जरुर होता है। आज यत्रो सालमा हामीले सङ्घर्ष गरेकोले गर्दाखेरि आज हामी एउटा सही ठाउँमा पुगेका छौँ। किनभने हाम्रो त्यस्तो ठुलो इच्छा पनि छैन। एउटा हामी सिम्पल बस्ने व्यक्ति हो। हाम्रो स्ट्यान्डर्ड अफ लिभिङ पनि एकदम सिम्पलै छ। हाम्रो त्यस्तो ठुलो इच्छाहरू पनि छैन। अब जहाँ बेसी ठुलो इच्छा हुन्छ त्यही समस्या हुन्छ। त्यसले गर्दाखेरि हाम्रो एकदम डाउन टु अर्थ बस्छ हामी। त्यस्तो केही समस्या छैन। आफ्नो व्यापारले हामी खुसी छौँ। अहिलेसम्म तपाईँ सेटिस्फाई छु भनेर भन्नुहुँदैछ है। र तपाईँको यो व्यवसायमा तपाईँ आउँदै गर्दा तपाईँको कतिवटा मिस्टेक्सहरू भयो होला है? तीमध्ये है मेजर मिस्टेक्स चाहिँ तपाईँको के हुन गयो हजुर? मैले अघि नै तपाईँलाई भने मतलब जस्तै एउटा रिजनेबल रेट र क्वालिटी प्रडक्ट दिँदाखेरि चाहिँ धेरै कुरालाई ध्यानमा राख्नुपर्छ। ल यो एउटा रिजनेबल रेट दिने चक्करमा र मार्केट स्टडी गर्ने चक्करमा कोही धेरैपल्ट चाहिँ पहिला चाहिँ, अहिले त होइन, धेरै पहिला चाहिँ ओभर स्टक होल्ड हुन्थ्यो। ओभर स्टक होल्ड हुँदाखेरि हाम्रो, मैले तपाईँलाई भनिहालेँ, हाम्रो एफएमसिजीको बिजनेस हो, पेरिसेबल गुड्स हो र ओभर स्टक भयो, यता सेल कम्ती भयो र सामान बिग्रिन्थ्यो। अब यो पेरिसेबल गुड्समा सामान बिग्रिनु तपाईँलाई थाहा छ, यो 100% लस हो। तर लस र प्रफिट भनेको चाहिँ तपाईँको एउटा सिक्काको दुई पहलु हो। हामी आत्तिनु पनि भएन लस हुँदाखेरि, किनभने लस भएर पनि धेरै कुरा सिक्नु पाइन्छ र यो लस धेरैपल्ट भयो। तर त्यो लसको कारणलाई चाहिँ मैले पनि धेरै अध्ययन गरेँ कि यो लसको कारण चाहिँ के हो र निचोडमा पुग्दाखेरि चाहिँ यो बादमा गएर यो सबै कुराको सर्ट आउट भयो र अहिले चाहिँ लसको चान्सेस धेरै कम्ती छ। किनभने एउटा एक्सपिरियन्स पनि भयो र अर्को कुरा सबै कुरालाई अध्ययन गरेर नै हामी त्यही हिसाबले नै आफ्नो सेलको आधारमा नै हामी पर्चेस गर्छ कि जसमा कि सामानहरू नोक्सान नहोस्। अरू मिस्टेक्सहरू भन्नाले जस्तै अलिकति मतलब हामीहरूले भन्दाखेरि हामीहरूले बिजनेस गरेको B2B सुरु गरेको टाइममा चाहिँ तपाईँको मोबाइलको जमाना थिएन, टेलिफोनको जमाना थियो, टाइपराइटरको जमाना थियो र यो डिजिटलाइज हुँदाखेरि हामीहरूले समयको साथमा आफूलाई अपग्रेड गर्नु पनि धेरै समस्या पर्यो र त्यो यो मतलब आफूलाई त्यो तपाईँलाई के भन्नु, तपाईँको मतलब आफूलाई यो नयाँ आधुनिक युगकोमा ढल्नुको लागि चाहिँ जुन चाहिँ ग्याप भयो हो त्यसमा पनि धेरै लस भयो हामीहरूलाई। र आज नानीहरू आयो र नानीहरूले अलिकति सिकाएर चाहिँ अलिकति मतलब तपाईँको आजको समयको हिसाबले चाहिँ यो सब लसहरू, यो मिस्टेक्सहरू सब अहिले कभर भयो अहिले।
अर्को मिस्टेक चाहिँ के भयो भन्दाखेरि एक दुईपल्ट मैले सोचेँ कि मतलब कतिवटा कुरा चाहिँ हामीहरूले किन चाहिँ डाइरेक्ट म्यानुफ्याक्चररबाट नकिनौँ र यो एउटा मतलब मेरो इच्छा पनि थियो कि मतलब हाम्रो पर्चेज चाहिँ डाइरेक्ट होस्, म्यानुफ्याक्चरिङ पोइन्टबाटै पर्चेज होस्। र मैले एक दुईपल्ट मैले हरियानाबाट पनि माल मगाएँ। त्यहाँबाट माल मगाउँदाखेरि के हुँदो रहेछ भन्दाखेरि चाहिँ बल्कमा पर्चेज गर्नु पर्यो र त्यो बल्क पर्चेज गर्दाखेरि चाहिँ तपाईँको उताबाट एउटा ठुलो गाडीमा आउँछ, जुन गाडी चाहिँ हाम्रो डाइरेक्ट यता हाम्रो सिक्किम आइपुग्दैन, सिलगढीमा त्यसलाई ट्रान्ससिप गर्नुपर्छ अर्को गाडीमा। त्यो ट्रान्ससिपमेन्टको टाइममा पनि धेरै सामान लस हुँदो रहेछ। त्यो पनि एउटा कुरा सिक्नु पायो कि मतलब यो कुरा चाहिँ मतलब जो जहाँ छ उसकै लागि पोसिबल छ। जसले सिलगढीमा बसेर अपरेट गर्दैछ उसको लागि ठिकै छ र हामीहरूले डाइरेक्ट मगाउँदाखेरि धेरै लस हुँदो रहेछ र यो कुरालाई पनि मतलब लस भएकोदेखि हामीहरूले यसलाई सर्ट आउट गरेँ कि मतलब यो पोसिबल छैन रहेछ। जहाँबाट आउँदै थियो त्यो त्यो सही नै तरिका रहेछ र कतिवटा कुरा नयाँ कुरा गर्दाखेरि गल्ती हुन्छ, त्यसलाई सुधार पनि गर्नु पऱ्यो बिस्तारै। जेनरली है सिक्किमका युवाहरूले एन्टरप्रेनरमा चाहिँ रिक्स लिनु मान्दैन नि। यसमा तपाईँ के भन्न चाहनुहुन्छ? अब यसमा के भनिन्छ भन्दाखेरि उहाँहरूले मतलब कुनै अरूको बिजनेसमा लस भएको देखेर चाहिँ डराउनुहुन्छ होला या रिक्स लिनु चाहनुहुँदैन। रिक्स त आजको दिनमा केमा छैन भन्नुहोस्। घरबाट एक एक खुट्टा निकाल्ने बित्तिकै रिक्स छ। तर कुनै कुराको पनि काम गर्नुभन्दा अगाडि राम्रोसँग अध्ययन गर्नु पर्यो। एरियामा आफूले कुन ठाउँमा बिजनेस गर्दैछ, त्यो एरियाको पपुलेसन कति छ, त्यो पपुलेसनको कन्जम्सन कति छ र मैले त्यो एरियामा कस्टमरको रिक्वायरमेन्ट के छ। किनभने हेर्नुहोस् एफएमसिजी बिजनेस त हरेक ठाउँमै दोकान छ र हरेक कुराको अध्ययन गरेर चाहिँ कुन चिजको चाहिँ बिजनेस गर्दा सही हुन्छ, त्यो अध्ययन नगरिकन चाहिँ काम गर्दाखेरि चाहिँ लस त 100% हुनै हो। र एउटा सठिक ढङ्गले एउटा स्टडी गरेर काम गऱ्यो भने चाहिँ लसको चान्सेस चाहिँ धेरै कम्ती छ। र यसरी नै मतलब योहरूलाई यही भन्न चाहन्छु कि म कि पहिला कुनै पनि काम गर्नुभन्दा अगाडि त्यो कामको विषयमा राम्रो अध्ययन गर्नुहोस्, राम्रो सोच्नुहोस्, सम्झिनुहोस्, सही मान्छेसँग कारोबार गर्नुहोस्, सही ढङ्गले गर्नुहोस्। पार्ट टाइम बिजनेस भनेर नगर्नुहोस्, यसलाई एउटा फुल टाइम दिनुहोस्। किनभने पार्ट टाइमले चाहिँ बिजनेस चाहिँ हुनु सक्दैन। यो चाहिँ म आफ्नो एक्सपिरियन्सले भन्दैछु। पार्ट टाइमले चाहिँ बिजनेस हुनु सक्दैन। यसलाई चाहिँ फुल फ्लेजेड आफ्नो टाइम दिनु पर्यो। जबसम्म चाहिँ आफूले चाहेको ठाउँमा चाहिँ पुग्दैन त्यति बेला चाहिँ आफ्नो इच्छा आकाङ्क्षा सबै मार्नुपर्छ र सबै कुरा यति मैले भनेको कुराहरूमा चाहिँ अगर कायम बस्नुभयो भने चाहिँ यो रिक्स को चाहिँ त्यति डर हुँदैन, तपाईँको लसको चाहिँ त्यति डर हुँदैन। मैले अघि नै तपाईँलाई भनिहालेँ नि मतलब एक दिन में नहीं होता है लेकिन एक दिन जरुर होता है। तो यही कुरा हो। तपाईँले मतलब अलिकति पेसेन्स राखेरै गर्नु पर्यो कुनै काम पनि। तपाईँको फ्युचर प्लान चाहिँ के छ? तपाईँको फ्युचर प्लान भन्नाले अब हामी बाबाले B2C गर्नुहुँदै थियो, मैले B2B गरिहालेँ। अब आउने जेनेरेसन चाहिँ के छ भन्दाखेरि उहाँहरू चाहिँ मतलब हार्ड वर्किङ बिजनेस गर्नु मान्दैन। उहाँहरूलाई अलिकति स्मार्ट वर्किङ चाहिन्छ। त्यसले गर्दा अब नानीहरू बाहिर पढेर आएको छ, उहाँहरूले अलिकति स्मार्ट वर्किङ चाहिन्छ उनीहरूलाई। र मैले पनि मेरो छोरालाई, मेरो दाजुको छोरा पनि पढेर आएको छ, मेरो छोरा पनि अहिले भर्खरै पन्जाबबाट BBA गरेर आएको छ र दाजुको छोरा पनि बिटेक गरेर आएको छ। र उहाँहरूलाई मैले बसाएर सम्झाएँ जब त अब गऱ्यो भने तिमीहरू खुसी हो, तर बिजनेस गऱ्यो भने चाहिँ धेरै कुराको एक्सपान्सनको चान्सेस छ। आफूले जति चाह्यो त्यति एक्सपान्ड गर्नु सक्छ बिजनेस चाहिँ भनेर उहाँहरू बिजनेसमै आउने मतलब निर्णय लियो। र उहाँहरूलाई चाहिँ दुईजना नानीहरूलाई चाहिँ मैले भने हाम्रो अलरेडी B2B बिजनेस यहाँ छँदैछ, तिमीहरू चाहिँ अब एउटा म्यानुफ्याक्चरिङपट्टि जाऊ, स्टडी गर, पहिला बुझ सम्झ के हो। र उहाँहरूले अहिले भर्खरै 2-3 महिना हुँदैछ म्यानुफ्याक्चरिङपट्टि अलिकति स्टडी गर्दैछ र हामी एउटा म्यानुफ्याक्चरिङपट्टि जाने निर्णय लिएको छौँ अहिले अगाडिको दिनमा। सिक्किमको युवाहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ कि जो चाहिँ यस फिल्डमा आउन चाहनुहुन्छ भनेदेखिलाई तपाईँ उहाँलाई कस्तो प्रकारको एडभाइस दिन चाहनुहुन्छ? आजको युवाहरूलाई म यो सन्देश दिन चाहन्छु कि मतलब कुनै पनि काम गर्न अगाडि पहिला उहाँले आफ्नो मन बनाउनु पर्यो।
त्यो काममा उहाँलाई इन्ट्रेस्ट छ कि छैन। हेर्नुहोस् कुनै पनि काम करले हुँदैन। मैले अघि पनि भनेँ नि तपाईँलाई, मैले क्लास 11मा साइन्समा एडमिसन गरेँ, तर 1 महिना बादमा गएर मलाई अनुभव भयो कि म साइन्सको स्टुडेन्ट होइन, म कमर्सको स्टुडेन्ट हो। र मैले तुरन्तै आफ्नो डिसिजन लिएर मैले स्विच गरिहालेँ। त्यसरी नै आजको युवाहरू कोही पनि बिजनेसमा आउनु चाहनुहुन्छ भने चाहिँ पहिला आफैले आफ्नो मनभित्रबाट चाहिँ फुल फ्लेजेड मतलब डिसाइड गरिहाल्नु पऱ्यो कि मलाई यो काम गर्नु छ त गर्नु छ। त्यहाँ उहाँलाई इन्ट्रेस्ट छ कि छैन। अर्काको एडभाइसमा अरूले यसो गर भनेर करले गऱ्यो भने चाहिँ कुनै काममा पनि सक्सेस हुन सकिँदैन। उहाँहरूलाई आफ्नो जुन फिल्डमा इन्ट्रेस्टेड छ, उहाँहरू कुनै प्रडक्सन युनिटमा जानुहुन्छ भने इन्ट्रेस्टेड छ भने प्रडक्सन युनिटमा जानुहोस्। एफएमसिजीमा इन्ट्रेस्टेड छ भने यो हेर्नुहोस्, मैले अघि नै भने कि यो एउटा हार्ड वर्किङ बिजनेस हो। अगर उहाँहरू रेडी हुनुहुन्छ भने मतलब पहिल्यै प्री प्लान गरेर चाहिँ काम गर्दा हुन्छ। यो मतलब सक्सेस त हुने नै हो। कुनै पनि काम आफैले मतलब 100% दिएर गयो भने चाहिँ काहीँ मतलब रोकिने कुरा छैन। सक्सेस त हुन्छै हुन्छ। जरुर हुन्छ, हार्डवर्क चाहिँ गर्नु पर्यो। हार्ड वर्क चाहिँ गर्नै पर्यो हजुर। आजको पोडकास्ट श्रृङ्खलामा है तपाईँसँग यसरी वार्ता गर्नु पाउँदा है एकदमै रमाइलो लाग्यो है। र जाँदा जाँदै तपाईँ हाम्रा सिक्किमका युवाहरूलाई तपाईँ के मेसेज दिन चाहनुहुन्छ? आज मलाई यहाँ बोलाइएकोमा, निम्त्याइएकोमा एसआरडीको सम्पूर्ण म टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई आज धेरै खुसी पनि लाग्यो यहाँ तपाईँको स्टुडियोमा आएर मैले आफ्नो मनको कुरा भन्न पाएँ, आफूले आफूलाई एनालाइज गर्नु पाएँ। र आज म सिक्किमको युवाहरूलाई यही भन्न चाहन्छु कि उहाँहरू कुनै पनि फिल्डमा, कुनै पनि बिजनेसमा अगर आउनु चाहनुहुन्छ भने या हामीसँग एउटा 25-30 वर्षको एक्सपिरियन्स छ र केही कुरा सिक्न चाहनुहुन्छ भने तपाईँले टेलिफोन गरेर पनि हामीसँग केही कुरा सोध्नु सक्नुहुन्छ। मैले नजानेको कुराहरू केही छ भने मैले जो यसको बुद्धिजीवीहरू छ उहाँको नम्बर पनि म दिइहालौँला। या मैले जुन फिल्डमा जति सक्दो हेल्प गर्न सक्छु म आफ्नो 100% हेल्प गरौँला। यसै भन्दै तपाईँहरू सबलाई फेरि एकपल्ट मुरी धन्यवाद दिन चाहन्छु। धन्यवाद। अन्तमा जाँदा जाँदै दर्शक महानुभाव, तपाईँले यो पोडकास्टलाई सुरुदेखि अन्तसम्म हेरेर तपाईँले लाइक, कमेन्ट, सेयर साथै फलो गरिदिनु हुन भनी म विनम्र अनुरोध गर्न चाहन्छु भन्दै तपाईँहरूसित अर्को श्रृङ्खलामा अवश्य नै भेट्नेछौँ भन्दै तपाईँहरूसँग आजको यो श्रृङ्खलाबाट बिदा लिन चाहन्छौँ। धन्यवाद।